हेलो गुड मर्निङ गाइस। रातो पहिरोको हालत है आज 2-3 दिन बादमा चाहिँ यता आएको है। यसलाई चाहिँ कान्छी पहिरो भन्छ है। चाहिँ एकदमै बिहानै पेट्रोल ल्याउनु जाँदैछ है। लाइटहरू पनि छैन अनि जेनेरेटरको लागि चाहिँ पेट्रोल ल्याउनु जाँदैछ। पेट्रोल चाहिँ पर छिमुमुमा छ है। अनि त्यही भएर पेट्रोल ल्याउनु जाँदै गरेको तपाईहरुलाई रातो पहिरोको तपाईहरुलाई सिन देखाएको है। यसलाई चाहिँ कान्छी पहिरो भनिन्छ। यस्तो भएको छ कान्छी पहिरो चाहिँ। अनि यसको अगाडि चाहिँ रातो पहिरो छ है। म तपाईहरुलाई रातो पहिरो पनि देखाउँछु। यस बाटो पनि यस्तो छ है। मान्छे हिँड्ने बाटो पनि बेसी हेभी लोड बोकेर चाहिँ हिँड्न सक्दैन मान्छेहरू पनि। रातो पहिरो चाहिँ ठिकै रहेछ है। अलिअलि मात्रै ढुङ्गा जडेको छ। सक्नुहुन्छ रातो पहिरो हल्का हल्का ढुङ्गा जडेको रहेछ है। राम्रै छ रातो पहिरो चाहिँ। रातो पहिरोमा चाहिँ त्यत्तिकै छैन है। हल्का हल्का सानो मसिनो ढुङ्गा झरेको छ। बाटो पनि दब्बै छ है। हल्का हेलो गाइस, म चाहिँ 3 दिन बादमा आयो। जब यो घटना भयो त्यसको आज 3 दिन बादमा आउँदैछु है। शशी, यसलाई चाहिँ शशी गम्बु भनिन्छ। शशी गम्बु चाहिँ यस्तो भएको छ है। यहाँदेखि उता चाहिँ बाटो नै छैन। अब यसमा तपाईँको केही अप्सनै छैन है। यहाँ चाहिँ सिर्फ पुल खापेनी मात्रै हो, नत्र पुल नछापिन्जेलसम्म चाहिँ यसमा केही अप्सनै छैन है। हेर्नुहोस् यसो छ। मान्छे हिँड्ने बाटो चाहिँ त्यहाँ माथिबाट छ। यहाँबाट चाहिँ पुल नथापेकी चाहिँ अप्सनै छैन है। यहाँदेखि चाहिँ पर यो मेसिन भएको सामान चाहिँ पुल थाप्नै पर्छ है। पुल नथापी चाहिँ अप्सनै छैन हो।